नेपालकै सबैभन्दा रमणीय ठाउँलाई 2039 सालमा गीतकार गङ्गाराजले यसरी वर्णन गर्नुभएको थियो। इलामे सहर चियाबारी राम्रो, त्यही पर घर हाम्रो, कसकी हौ छोरी पातली नानी लैजाने आँट हाम्रो। नमस्कार दर्शकवृन्द, तपाईँहरू हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको विश्वको सबैभन्दा बढी धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको तपाईँहरूको आफ्नै युट्युब च्यानल भिजिट विथ विनोद। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर साथ दिनुहोला। जिल्ला विशेष अन्तर्गत आज हामी नेपालको पूर्वमा रहेको इलाम जिल्लाको बारेमा केही चर्चा गर्नेछौँ। इलाम जिल्ला हाल नेपालको प्रदेश नम्बर 1 र नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन गर्नुभन्दा पहिला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा पर्ने जिल्ला हो इलाम जिल्ला। हाल प्रदेश नम्बर 1 मा पर्ने पूर्वको पहाडी जिल्ला नेपालको सबैभन्दा रमणीय जिल्ला हो। करिब 1703 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला 140 मिटरदेखि 3636 मिटरको उचाइसम्म फैलिएको छ। लिम्बूहरूको वासस्थान रहेको यस ठाउँमा लिम्बू, नेपाली, बन्तवा भाषा बोलिन्छ भने राई, लिम्बू, बाहुन, छेत्री, भोटे, पहरी, लेप्चा, थामी जातका मानिसहरू बसोबास गर्दछन्। यस जिल्लाको सिमानाको बारेमा कुरा गर्नुपर्दा उत्तरमा पाँचथर, दक्षिणमा झापा, पूर्वमा भारतको दार्जिलिङ र पश्चिममा पाँचथर र मोरङ जिल्ला रहेका छन्। चियाको लागि अत्यन्तै प्रसिद्ध यो जिल्ला इलामलाई 8 अको जिल्ला पनि भनिन्छ, जसमा अको अर्थ हुन्छ अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, आलोन जसलाई दुध पनि भनिन्छ, अम्लिसो, आलु र अतिथि सत्कार रहेका छन्। लिम्बू भाषामा ई र लामबाट बनेको यो जिल्लाको नामको अर्थ ई भनेको घुमाउरो र लाम भनेको बाटो हुन्छ। झापादेखि इलामसम्म आउँदा धेरै घुमाउरो बाटो हिँड्नुपर्ने भएकोले यस ठाउँको नाम इलाम राखिएको भन्ने तर्क पाइन्छ। धार्मिक तथा पर्यटकीय स्थानहरूको धनी जिल्ला इलाममा सेतीदेवी, पञ्चकन्या, सिंहवाहिनी, पाथिभरा, गजुरमुखी, लारुम्बा आदि धार्मिक स्थलहरू रहेका छन् भने कन्याम, करपोक, मङ्गलबारे, सन्तपुर, छिन्तापु, श्री अन्तुडाँडा, सिद्धिथुम्का जस्ता रमणीय स्थानहरू रहेका छन्। पहाडी जिल्ला भए पनि यस ठाउँमा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। तपाईँहरूको गाउँघरतिर पनि के कस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् कृपया जानकारी गराउनुहोला। साथै तपाईँहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, नेपालको कुनै गाउँ, सहर या विदेशबाट हेर्दै हुनुहुन्छ, कृपया जानकारी गराउनुहोला। हामीलाई पनि थाहा होस् कि तपाईँहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर। आउनुहोस् थप कुरा जानौँ इलाम जिल्लाको बारेमा। सबै भाग पहाडी भागमा परे पनि यो जिल्ला प्राकृतिक सौन्दर्यका कारण पर्यटकहरूको गन्तव्यको रूपमा प्रसिद्ध छ। मेची नदी, माई खोला, नौकुना भएको माई पोखरी, झ्याउ पोखरी, ढाप पोखरी तथा टोड्के झरना, दिदीबहिनी झरना, तीनतले झरना, साततले झरना हेर्न अनि हरियालीयुक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज जानेको ताँती लाग्ने गर्दछ। यहाँ मनै लोभ्याउने खालका प्राकृतिक सौन्दर्यका साथै सयौँ प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन्। यहाँ विश्वमै लोप हुन लागेको रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छन्। यहाँका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोप हुन लागेका लाप्चा जातिका साथै लिम्बू लगायत अन्य जात जातिको संस्कृति नै इलाम जिल्लाको सांस्कृतिकको आकर्षकको पहिचान हो। यहाँ धान नाच, च्याब्रुङ नाच, चण्डी नाच, मारुनी नाच, आलुन नाच, सङ्गिनी नाच, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक सम्पदाहरू हुन्।
दर्शकवृन्द, आजको भिडियोमा यति नै। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया बताउनुहोला। साथै तपाईँ पनि आफ्नो घर वरपरका धार्मिक, ऐतिहासिक मठ मन्दिर तथा पर्यटकीय स्थलहरू रहेका छन् भने कृपया जानकारी गराउनुहोला। त्यस ठाउँको जानकारी पनि अवश्य दिनेछौँ। र तपाईँहरूले भिजिट विथ विनोद च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन घन्टीलाई पनि थिच्नुहोला, जसले गर्दा तपाईँहरूले नयाँ नयाँ भिडियो हेर्न अनि हामीसँग भ्रमण गर्ने मौका पाउनुहुनेछ। दर्शकवृन्द, आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। अहिलेलाई बिदा हुन्छु। नमस्कार।